नमस्ते सबैजनालाई। आज चाहिँ म पोक मोमो बनाउनु जाँदैछु र यो चाहिँ मैले सेकेन्ड टाइप पोक मोमो बनाएको र मैले चाहिँ यहाँ मासुलाई मजाले धोएर बोइल गर्नुको लागि अलिकति नुन हालेर बोइल गर्नुलाई छोडिदिएको छु र अब चाहिँ यसलाई एकछिन मजाले छोपेर पाक्नु दिनुपर्छ हो। अनि त्यसको पछि चाहिँ यहाँ मासु पाकिसकेर मेरो बुढाले चाहिँ किमा बनाउँदैछ र प्याज र इस्कुसको किमा भइसक्यो र अब चाहिँ म आटाको डो बनाउनु जाँदैछु र आटाको डो पनि बनिसकेको छ र अब चाहिँ अदुवा लसुनको पेस्ट गर्छु। यसलाई चाहिँ म मोमोको किमामा हाल्छु र यहाँ मैले अदुवा लसुनको पेस्ट गरिसकेँ। अलिकति अजिनोमोटो र सल्ट हालेर चाहिँ अब म यसलाई मजाले मुस्छु, किनकि जति मुस्यो त्यति मिठो हुन्छ भनेर सुनेको थिएँ र यसलाई चाहिँ मजाले मुस्दैछु र मुसिसकेँ। अब रेडी भइसकेको छ। अब चाहिँ अचारतिर लागेको छु र टमाटर र सुकेको खोर्सानीलाई मजाले बोइल गरेर मैले अचार बनाइसकेको छु र हेर्नुहोस् कस्तो भयो अचार। यहाँ चाहिँ मेरो आमाले आटाको डल्लो बनाउनु हुँदैछ। अब यसलाई चाहिँ म फर्स्ट मोमो बनाएर देखाउँदैछु कि मैले कस्तो मोमो बनाएको छु। तपाईँहरू हेर्नुहोस् र भन्नुहोस् कि कस्तो भयो मैले बनाएको मोमो। यो चाहिँ मैले सेकेन्डचोटि मोमो बनाएको होइन। तपाईँहरूलाई कस्तो लाग्छ प्लिज मलाई बताउनुहोस्। हेर्नुहोस् त कति मजाको देखेको छ है मोमो। मैले सेकेन्डचोटि बनाएको र मलाई राम्रो लाग्यो। मोमो चाहिँ राम्रो भएको छ हो, मजाले पाकेको छ। अब खानुमा पनि मिठै भएको छ र मेरो छोराले